बाबु नानीहरू पहिला हामी यो भिडियो हेरौँ अनि यस आएको फन्नी कमेन्ट पढ्ने ल। सबैजनाले चाहिँ ज्यान घटाउ भन्थे इस घटाउँछु मुला म खान्छु नि मेरो मर्जी होइन ज्यान घटा केटीपट्टि नै होइन ज्यान घटे नघटे त्योहरू मैले चाहिँ अहिले यहाँनिर यो सबै खाएर मुखबाङ गरेर आँट्दैछु म अझै मोटाउँछु कसैलाई समस्या छ भने समाधान हुँदैन अब म चाहिँ खाना थाल्छु होइन यो अझ अर्डर गर्छु म त्यतिले कम हुन्छ यार यो लास्टै कम छ क्या खानु सुरु गरौँ आजकल त खाना पनि हातमा कन्डम लगाएर खाँदा रहेछन् क्या रे। तेरो लागि भनेको त हो नि हामीलाई के को बाल गजब बेइज्जती है। तिमी मासुकै सिरानी हालेर सुते पनि सुत भाइ हामीलाई बाल। अबे तू थोड़ा सा बहन का लोड़ा क्या मर्नी बेला मलामीले सरापी राख्ला है पछि रोग लागेपछि हेल्प गर नभन्नी फेरि।